ल आजको यो एक्सप्लेनर सुरु गरौँ है त। आज हामी सर्वोच्च अदालतभित्रै गुम्सिएको एउटा निकै गम्भीर आन्तरिक द्वन्द्वको चिरफार गर्दैछौँ। कल्पना गर्नुहोस् त, न्यायको मन्दिरमै प्रशासनिक अवरोध खडा हुँदा के होला? हो, ठ्याक्कै यही कुरा, अर्थात् न्यायिक स्वतन्त्रताको सङ्घर्ष र प्रशासनिक प्रोटोकलको विफलतालाई हामी केलाउँदैछौँ। न्यायको ढोकामा कसरी ताला लगाउने प्रयास भयो र त्यसलाई कसरी फोडियो भन्ने यो कथा साँच्ची नै चाखलाग्दो छ। अब छोटकरीमा भन्नुपर्दा हामी यी 6वटा मुख्य कुराहरूमा केन्द्रित हुनेछौँ। प्रधान न्यायाधीश सिफारिस विवाद, रिट दर्ताको चरणबद्ध प्रक्रिया, प्रशासनिक अवरोधको पूरै समयरेखा, यो विवादमा जोडिएका मुख्य पात्रहरू, आदेशको कानुनी आधार र अन्तमा न्यायिक स्वतन्त्रताको सुनिश्चितता। सुरु गरौँ पहिलो विषयबाट, प्रधान न्यायाधीश सिफारिस विवाद, जहाँ वर्षौंदेखिको स्थापित परम्परा नै तोडिएको थियो। यो पुरै विवादको चुरोखुरो यही एउटा अङ्कमा लुकेको छ, नम्बर 4। यो 4 नम्बरले वास्तवमा सर्वोच्च अदालतको चौथो वरियतामा रहनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई जनाउँछ। जब संवैधानिक परिषदबाट प्रधान न्यायाधीशको रूपमा उहाँको सिफारिस भयो नि, तब चलिआएको वरिष्ठताको परम्परालाई सिधै पन्छाउने काम भयो। अनि के चाहियो त? यसले न्यायिक क्षेत्रमा एउटा ठूलो भुइँचालो नै ल्याइदियो। कानुनी र नैतिक प्रश्नहरूको ओइरो नै लाग्न थाल्यो। अनि यो सिफारिसको खबर बाहिरिने बित्तिकै वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, डाक्टर प्रेमराज सिलवाल लगायतको टोली चुप लागेर बस्ने कुरै थिएन। उहाँहरूले तुरुन्तै अदालतको ढोका घगचाउनु भयो। उहाँहरूको स्पष्ट तर्क के थियो भने, यो सिफारिसले त वरिष्ठता र हाम्रा स्थापित न्यायिक परम्पराहरूको ठाडो उल्लङ्घन गरेको छ। र यहीँबाट सुरु भयो अदालतभित्रै एउटा कहिल्यै नसोचिएको प्रशासनिक टकराव। अब लागौँ दोस्रो खण्डतिर, रिट दर्ताको प्रक्रिया। आखिर न्याय माग्न जाने बाटो कस्तो हुनुपर्छ त? सामान्य अवस्थामा न्याय माग्ने प्रक्रिया एकदमै सिधा हुन्छ। सबैभन्दा पहिला त रिट निवेदन तयार गरिन्छ, त्यसपछि सम्बन्धित शाखामा पेश हुन्छ। अनि प्रशासनले कि त त्यसलाई दर्ता गर्छ, कि त कानुनी आधार नपुगेको भन्दै औपचारिक रूपमा अस्वीकार गर्छ, जसलाई कानुनी भाषामा दरपीठ भनिन्छ। र सबै कुरा मिल्यो भने अन्ततः यो विषय न्यायाधीशको अगाडि सुनुवाइमा पुग्छ। प्रणालीले सही तरिकाले काम गर्दा अपनाइने आदर्श बाटो यही नै हो। तर समस्या कहाँ भयो त? अब तेस्रो विषय हेरौँ, प्रशासनिक अवरोधको समयरेखा, जहाँ सिङ्गो प्रणाली नै विफल हुन पुग्यो। सिद्धान्त र यथार्थलाई दाँजेर हेर्ने हो भने कुरा छर्लङ्ग हुन्छ। एकातिर सामान्य प्रक्रियामा निवेदनहरू केही घण्टामै दर्ता भएर न्यायाधीशका पुग्नुपर्ने हो, तर अर्कोतिर यहाँ त अचम्मै भयो। प्रशासनले महिनौँ वा दिनौँसम्म निवेदनहरू थन्काएर राखिदियो। बिना कुनै सुनवाई यसरी निवेदन रोकिनु भनेको त नागरिकको संवैधानिक अधिकार र न्यायमाथिको पहुँचलाई पुरै बन्धक बनाउनु सरह हुने। घटनाक्रम कसरी अगाडि बढ्यो भनेर यो समयरेखालाई निहालौँ। वैशाख 25 गते सिफारिस भयो र प्रशासनले सुरुमै निवेदन दरपीठ गरिदियो। अनि वैशाख 28 गते दरपीठ विरुद्ध शाखामा निवेदन त पेश गरियो, तर प्रशासनले त्यसलाई दर्ता नै नगरी त्यत्तिकै होल्डमा राखिदियो। सोच्नुस् त, 10 दिनसम्म अन्यल। अन्ततः जेठ 4 र 5 गते आएर मात्र कायम प्रधान न्यायाधीशले आफै अग्रसरता लिएर आदेश जारी गरेपछि बल्ल सुनवाईको मिति तोकियो। अब यो चौथो खण्डमा यो पुरै विवादमा को संलग्न थिए त? मुख्य पात्रहरूको भूमिका र अदालतको आन्तरिक द्वन्द्वबारे चर्चा गरौँ। यहाँ मुख्य रूपमा 4वटा पक्षहरू आम्ने सामने देखिन्छन्। एकातिर न्याय खोज्दै अदालत पुगेका अधिवक्ताहरू दिनेश त्रिपाठी, डाक्टर प्रेमराज सिलवाल र गीता थापा हुनुहुन्थ्यो। अर्कोतिर प्रक्रिया नै रोकेर बस्ने प्रशासनको नेतृत्व मुख्य रजिस्ट्रार मानव बहादुर कार्कीले गरिरहनु भएको थियो। त्यस्तै विवादको केन्द्रमा रहनुभएका सिफारिस गरिएका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र अन्त्यमा यो पुरै गतिरोधलाई चिर्दै साहसिक कदम चाल्ने न्यायिक नेतृत्व कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल। यो एउटा गजबको आन्तरिक टकराव थियो। र सबैभन्दा चकित पार्ने कुरा त के भने, मुख्य रजिस्ट्रारले खुल्लमखुल्ला के दाबी गर्नुभयो भने नि, सिफारिसमा पर्नुभएका उहाँकै निर्देशनमा प्रशासनले यो दर्ता रोकेको थियो। यो सुन्दा पत्याउनै गाह्रो पर्छ। यसले के देखाउँछ भने, बाह्य वा आन्तरिक दबावले कति सजिलै अदालत प्रशासनको तटस्थतालाई डगमगाउन सक्छ। अवरोधको मूल जरो नै यहीँनेर थियो। अब 5औं खण्डमा जाउँ। यो अवरोधलाई चिर्न कायम प्रधानाध्यादेशले कुन कानुनी हतियार प्रयोग गर्नुभयो त? उहाँले चालेका हरेक महत्त्वपूर्ण कदम हावाको भरमा थिएनन्। ती सबैको एकदमै ठोस संवैधानिक र कानुनी आधार थियो। प्रशासनको अस्वीकृतिको विरुद्धमा अपिल गर्दा होस् वा निवेदन दर्ता गर्न आदेश दिँदा संविधानको धारा 128 को उपधारा 2 र धारा 136 को स्पष्ट प्रयोग गरिएको छ।
त्यसैगरी रजिस्ट्रारको अधिकारलाई नागेर अघि बढ्न न्याय प्रशासन ऐन 2073 को दफा 35 र सर्वोच्च अदालत नियमावलीका नियम 7 र 8 मा टेकेर काम भएको छ। हरेक कदम पूर्ण रूपमा कानून सम्मत थियो। खास गरी यो अन्तिम अधिकारको नियम अर्थात् संविधानको धारा 136 ले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले के प्रश्न पार्छ भने जस्तोसुकै प्रशासनिक अडचन आए पनि न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी र अधिकार प्रधान न्यायाधीशमै निहित हुन्छ। हो, ठ्याक्कै यही विशेषाधिकारको प्रयोग गरेर कायम प्रधान न्यायाधीशले त्यो प्रशासनिक तगारोलाई पन्छाउन सफल हुनुभयो। र अब अन्तिम तथा छैठौँ खण्ड, न्यायिक स्वतन्त्रताको सुनिश्चितता। आखिर यो पुरै घटनाक्रम किन यति धेरै महत्त्वपूर्ण छ त? आदेशमा लेखिएको यो एउटा वाक्यले नै धेरै कुरा बोल्छ। कुनै पनि नागरिकलाई न्याय पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नु कानुनी शासनको ठाडो उल्लङ्घन हो। कति शक्तिशाली भनाइ होइन त? नागरिकहरू आफ्ना आधारभूत अधिकारहरू कर्मचारी तन्त्रको गोलचक्करमा फसेर नहराउन् भन्नका लागि नै अदालतको यस्तो उच्च तहबाट हस्तक्षेप हुनु जरुरी हुन्छ। समग्रमा भन्नुपर्दा यदि सही समयमा न्यायिक नेतृत्वले यस्तो निर्णायक कदम नचालेको भए के हुन्थ्यो होला? अदालतभित्रकै आन्तरिक राजनीति र प्रशासनिक ढिलासुस्तीले मात्रै पनि जायज गुनासोहरूलाई न्यायाधीशको इजलासमा पुग्नै दिँदैनथ्यो। अनि यसले गर्दा बिस्तारै न्यायपालिकाप्रतिको आम मानिसको विश्वास नै गुम्दै जाने खतरा हुन्छ। न्यायमा ढिलाइ हुनु भनेको त न्याय नपाउनु जस्तै हो नि। अब अन्त्यमा एउटा गम्भीर प्रश्न मनमा उब्जिन्छ। जब न्याय प्रदान गर्ने निकायका प्रशासकहरू आफै न्यायको बाटोमा तगारो बनेर उभिन्छन्, तब देशको कानुनी शासनको अवस्था के हुन्छ होला? यो घटनाले हाम्रो अदालतको पहुँच कति नाजुक छ र एउटा साँच्चै स्वतन्त्र न्यायपालिका टिकाउन कति निरन्तर निगरानी आवश्यक छ भन्ने कुराको गतिलो पाठ सिकाएको छ। यो विषयले पक्कै पनि हामी सबैलाई न्याय प्रणालीको सुधारका बारेमा अझ गहिरिएर सोच्न बाध्य बनाउँछ।